वर्ल्ड कप सकेको त यत्रो दिन भइसक्यो। कतिको फुटबललाई फलो गरिरहनु भएको छ हजुरहरूले? MLS कहिले पनि सकेको थिएन है। वर्ल्ड कपको टाइममा पनि MLS को गेमहरू चलिरहेको थियो। अब आजको दिनमा चाहिँ मेस्सी चाहिँ MLS मा रिटर्न भइसकेको छ है। आज इन्टर मायामीको गेममा चाहिँ मेस्सी इन्टर मायामीको गेममा आज कोलम्बससँग खेल्नको लागि मेस्सी रिटर्न भइसकेको छ। आज गेम खेलेको छ मेस्सीले। कस्तो खेलेछ, के खेलेछ भन्ने कुरा अब हाइलाइट हेर्न आँटिरहेको छु मैले चाहिँ। यो हाइलाइट चाहिँ MLS को अफिसियल युट्युब च्यानलमा अपलोड भएको छ, त्यो हेर्न आँट्दैछु मैले चाहिँ। अब मेस्सीको यो गेम चाहिँ किन एकदम मलाई हेर्न मन लागेको छ भन्दाखेरि चाहिँ मेस्सी र क्यासेमिरो सँगसँगै आज खेल्दैछन् है। मेस्सी र क्यासेमिरो चाहिँ हजुरले पहिले फुटबल कतिको फलो गर्नुभएको छ। मेस्सी र क्यासेमिरो जहिले पनि उनीहरू चाहिँ अपोनेन्ट भएर खेलेका थिए। मेस्सी खेल्थ्यो बार्सिलोनाबाट, यता क्यासेमिरो खेल्थ्यो रियल म्याड्रिडबाट। अनि यत्रो वर्षसम्म अपोजिसन भएर खेलेका मेस्सी र क्यासेमिरो आजको दिनमा चाहिँ आफ्नै टिममेट्स भएर खेल्दा कस्तो हुँदो रहेछ भन्ने कुरा हेर्न मन लागिरहेको छ क्या मलाई चाहिँ। हुन त योभन्दा अगाडि पनि पिएसजीसँग खेल्दाखेरि पिएसजीमा मेस्सी खेल्दाखेरि चाहिँ मेस्सी र सर्जियो रामोस पनि टिममेट्सै भएर खेलेका थिए, जुन पछिल्लो समयमा चाहिँ त्योभन्दा अगाडि चाहिँ उनीहरू अपोनेन्टमा खेल्थे रियल म्याड्रिड र बार्सिलोनामा। अब यस्तो ठुलो ठुलो राइभलरी भएको क्लबहरूमा खेल्दा अपोजिसनमा खेल्दाखेरि चाहिँ अब एक्कासी आएर अहिले चाहिँ टिम चेन्ज भएर सेम टिममा खेल्दा कस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ अब आफूलाई पनि हेर्दा अनौठो लाग्दो रहेछ होइन, सुन्दा पनि अनौठो लाग्दो रहेछ। हेरौँ गेम कस्तो भएछ। इन्टर मायामी भर्सेस कोलम्बस क्रूको हुन चाहिँ गेम ड्र भएको रहेछ। हुन चाहिँ अब कस्तो भएछ, कस्तो गेम रहेछ, कसले गोल हानेछन्, कस्तो पर्फर्मेन्स आएछ गेममा चाहिँ प्लेयर्सहरूको, एकचोटि चेक गरौँ है त, हाइलाइटमा चेक गरौँ है त। लाइनअपमा मेस्सी छैन है, छन त छ तर सब्स्टिट्युसनमा रहेछ, स्टार्टिङ 11मा छैन। यता क्यासेमिरो चाहिँ स्टार्टिङ 11मै छ। सरेज पनि छ है हुन चाहिँ। सरोजले खेलिरहेको छ। सरोज त लाइन पहिलेदेखि नै स्टार्टिङ 11मा खेलिरहेको छ होइन। यत्रो टाइमसम्म वर्ल्ड कपमा परेको थिएन स्क्वाडमा चाहिँ। इन्टर मायामी सेतो लुगामा रहेछ आज है। इन्टर मायामी प्रायः जसो पिङ्कमा हुन्थ्यो, आज सेतो लुगा खेलिरहेको रहेछ। पहिलो एट्याक कोलम्बसबाट झन्डै अलिकति के मन नपर्ने भन्दाखेरि चाहिँ इन्टर मायामीको मलाई डिफेन्स अलिक मन पर्दैन। एकदम वाइड छोडिरहेको हुन्छ डिफेन्स होइन। एकदम चाँडै उनीहरूले चाहिँ प्रायः जसो प्रेस गर्दाखेरि एकदम गोल खाइरहेको हुन्छ कि त काउन्टर एट्याकमा गोल खाइरहेको हुन्छ। डिफेन्स मिडफिल्ड र एट्याकिङ त राम्रै छ। इन्टर मायामीको डिफेन्समा अलिक समस्या छ। सुवारेज लु लुइस सुवारेज, लु मैले यस्तो एक्सपेक्टेसन गरेँ सुवारेजको यस्तो गोल आउँछ भन्ने कुरामा। लङ रेन्ज दामी गोल, दामी गोल, दामी गोल। कस्तो दामी ए गोलकिपर कति अगाडि आएको त। एउटा MLS मा खराब चाहिँ के छ भन्दाखेरि डिफेन्स प्लेयर एकदम सिटी डिफेन्स भन्छन् होइन MLS का, जस मन नपर्ने अरूले क्रिटिसाइज गर्दाखेरि MLS सिटी भन्छन् नि त। सिटी मतलब CIT बाई सिटी भने होइन, SHITT बाई सिटी भने मैले चाहिँ गो डिफेन्स भने। ओहो झन्डै क्यासेमिरोले ट्याकल गरेछ अहिले चाहिँ है। ओहो पास कस्तो बवाल पास छ सुवारेजको। सुवारेजले पास चाहिँ बवाल गर्छ। तपाईँहरूले कतिको फुटबल फलो गर्नुहुन्छ होइन। ओहो सुवारेज चाहिँ एउटा पासिङमा अथवा असिस्टमा भनौँ एकदम टप 5 कि टप 10मा पर्छ है। एकदम हाइएस्ट एसिस्ट प्रोभाइड गर्ने प्लेयरहरूमा चाहिँ लिस्टमा चाहिँ रोनाल्डो भन्दा अगाडि हो कि जस रोनाल्डो सँगसँगै यस्तो खेल्छ, क्रिस्टियानो रोनाल्डो सँगसँगै यस्तो खेल्छ। एकदम बवाल गर्छ सुवारेजले पनि। हाइलाइट पनि कस्तो पासिङ देखाइरहेको छ। अलिक एट्याकिङ हाइलाइट देखाउनु नि। इन्टर मायामीको चाहिँ म्याक्सिमम प्लेयर अर्जेन्टिनियन छन् भन्छन् होइन। त्यस इन्टर मायामीमा प्रायः जसो अमेरिकन छैन नि। अमेरिकन क्लब भए तापनि ओहो कस्तो पास गरेको।
On goal. Casemiro. Casemiro सुरु दिन स्टार्टिङ लाइनअपमा आएको पहिलो गेमै यस्तो दोस्रो गेम होला हुन तर चिसिक्क छोएछ क्या यतिले किपर अलिक राम्रो गर्नु पर्थ्यो चिसिक्क छोएर कस्तो साइड कर्नरमा गयो 6 मिनट थपेको रहेछ नि त फर्स्ट हाफमा त त्यति प्लेयरै चिनिँदैन हामीलाई को छन् के देखाएको हाइलाइटमा भने पासिङ देखाइरहेछ ओहो कस्तो बबाल बल निकाल्यो सरेज को गोल अफसाइड सरेज अफसाइड भएछ त्यस्तै लागेको थियो मलाई छैन अफसाइड छैन अफसाइड छैन कहाँ अफसाइड छ छैन गोल हुन्छ यो त हो गोल दिन्छ अब छैन कहाँ अफसाइडै छैन हेर्नु न कस्तो लाइनिङ हेर्नु त पर्फेक्ट छ सरेज ठ्याक्कै पासिङमा मिलायो यो प्लेयर पनि अफसाइड छैन गोल छ क्लियर गोल छ त कस्तो टाइम लगाएको गोल 2-1 भयो है मायामी 2 कोलम्बस 1 ओहो पासिङ गर्दै चाहिँ सोरेज कुदेको हेर न सोरेज कुद्नै सक्दैन क्या सोरेज यस्तो गोल हान्नु पर्ने यस्तो रोको नि मेस्सी इन भयो मेस्सीको गेम यत्रो दिनपछि झन्डै 2 हप्ता पछिको गेम कस्तो पर्फर्मेन्स दिन्छ मेस्सीले हेरौँ है त मेस्सी लियोनल मेस्सीले खेल्दा नि कस्तो रमाइलो लाग्छ क्या फर्स्ट टचमा लो इस अलिकति यताबाट आयो क्या सरेज मेस्सीले पास मेस्सी भली ओहो मेस्सी आएपछि गेम कतिसम्मको चेन्ज हुन्छ भन्ने कुरा यहीँबाट देखिन्छ क्या मेस्सीको इम्प्याक्टै कस्तो छ क्या हेर्नु न कस्तो गेम बेग्लै भइहाल्छ मेस्सी आउने बित्तिकै ओ क्रस बारमा हात झन्डै छिरो त्यसले लग काउन्टरमा लग है लग काउन्टरमा लग
कस्तो ढिलो कुद्दो रहेछ झन्डै फेरि काउन्टर यो डिफेन्स राम्रो छैन क्या यो इन्टर मायामीको टाढाबाट के हो फ्री किक यो कर्नर हो फ्री किक गोल नम्बर 10 नम्बर ओन गोल भयो क्या अहिले टाउकोमा छो जस्तो लागिरहेछ एन्ड्रे गोम्स त पहिले बार्साको प्लेयर होइन कस्तो गोल छिरेर कहीँ छोको छैन यो डाइरेक्ट गोल फ्री किकमा राम्रो गोल हान ठिकै राम्रो त के भन्नु र के हरेको त अमला मेसी गोल थियो अहिले त यार मेसी ए विक फुटले गर्दा बरु पास दिनु पर्थ्यो सक्यो क्यारा सक्यो मेसीले ड्र खेल्नु आज रिटर्न गेममा तर गेम त रमाइलो भएको थियो है गेम त रमाइलो भएको रहेछ दुई ड्र भएको रहेछ एटेम्प अन टार्गेट पनि राम्रो भएको थियो इन्टर मायामीको पनि अन्तिममा मेसीले टार्गेटमा एटेम्प त गराएको जे होस् यत्रो दिनपछि लगभग 2 हप्तापछि खेल्दा पनि मेसीको फर्म चाहिँ उस्तै नै छ है मेसीले एकदम बवाल पर्फर्मेन्स चाहिँ दिन सक्छ अझै पनि क्या मेसीको पर्फर्मेन्स चाहिँ डाउनग्रेड चाहिँ हुँदैन खै अब नेसनल टिमबाट रिटायर लिएको छैन भन्दा चाहिँ होप नलियोस् अझै खेलोस् भन्ने मनमा चाहना चाहिँ हो होइन लियोनल मेसी अझै खेलोस् भन्ने मनमा चाहिँ हुन्छ अझै यस्तै पर्फर्मेन्स दिइरहेको छ भने त सायदै मेसी रिटायर पनि लिँदैन उसलाई पनि उसको पनि एउटा इच्छा होला होइन 1000 गोल पुऱ्याउनु पर्ने जस्तो लाग्छ मलाई मेसीले चाहिँ पुऱ्याउँछ पनि होला यो सिजनमा पनि अर्को सिजनसम्म चाहिँ पुऱ्याइसक्नु पर्ने हो मेसीले पनि अब यस्तै गेम चल्दै गर्छ हेरिँदै गरिन्छ MLS त सुरु भइसकेको पहिलेदेखि नै सकेको छैन किनकि यो यता युरोपको जस्तो क्यालेन्डरमा चल्दैन यसको आफ्नो क्यालेन्डर छ अब यता लिग गेमहरू चाहिँ अरू लिग गेमहरू यता युरोपको लिग गेमहरू सुरु भएको छैन होइन अझै ट्रान्सफर विन्डो चलिरहेको छ यता प्लेयर्सहरू किनबेच भइरहेका छन् अब बार्साको हेरिनु भएको होला रियल मैड्रिडको पनि हेरिनु भएको होला अब कहिलेबाट सुरु हुन्छ भन्ने गेम सुरु भएपछि फेरि यसरी रियाक्सन भिडियोमा ल्याइहाल्छु हजुरहरूको माझमा चाहिँ यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ